ग्यास फोन त रोज लास्ट डे है फोन पार्क होइन रोज लास्ट डे फेयरवेल मनाइसक्यो हेर्न सक्नुहुन्छ फेयरवेल कहाँ भन सरी यो दुईजना चाहिँ अब हामी के अरे काठमाडौँ फोन पार्क आएको छौँ आम्मा के हो यस्तो भोलि सब मुख बिग्रिनु यार मेरो भाइ हाम्रो यहाँ मेरो बिग्रिन्छ बढी त त्यो अस्ति लागेको किले अब यस्तो हुन्छ नि मेरो थुक्नु गाइस दिस इज यस्तै भन्दाखेरि फोन पार्कमा हामी मोज गर्न आएको आज फोन पार्क पछाडि देख्न सक्नुहुन्छ अनि त्यसपछि हाम्रो यहाँ ग्याङहरू छ यहाँ अनि त्यसपछि यहाँनिर हेर्न सक्नुहुन्छ त्यही त भाइ क्यामेरा मजा आउँथ्यो ल गाइस हामी चाहिँ फोनभित्र छिर्सक्यौँ ल ये अब चाहिँ हामी यहाँनिर भित्र आज भित्र के खेलिन्छ थाहा छैन गाइस तर पनि त गतिलो हुनु पर्यो नि त्यसलाई रात भनेको एउटा मुख दुख्न यार पर्दैन मुख दुख्न पैसा के हो पानी केही हुन्न कि छोडिदियो आज एक दिन त रातो भोलिदेखि त अब रातो पिलो भइहाल्छ नि भोलिदेखि त पढ्ने हो पर्सिदेखि त रातो गाइस अब चाहिँ हामी ओए रेजिन ये हेर यता हेर काले दाइ खोइ जाम्न वन्दनासँग बस्थे म वन्दना ल अरे This is the view of Kathmandu guys. Let's see. रेजिन डराको हेर रेजिन डराको हेर्नु मजा आउँछ ए दाइ रोक्दिन भन्छ के मासले we are in the top of the बोल्ड हैन यस्तै हो अब इंग्लिश जाडो हुनेवाला छ गाइस हैन हामीलाई इंग्लिश अब म वन्दनाको लागि फिसले चाहिँ इंग्लिश यति फर्स्ट त्यस्तो नभन अब म युट्युबमा हाल्छु यो युट्युबमा वन्दना पनि युट्युबमा छ We are on the top. साथीहरु यो मेरो लास्ट स्माइल हुन सक्छ है यसपछि मलाई जे पनि हुन सक्छ अब लिटरली भन्छु म है मेरो के प्रब्लम छ म बाइकको पछाडी बस्छ साथीहरु चुक लाग्यो मम्मी आज चाहिँ अनि लास्ट फेयरवेल छ गाइस हाम्रो है भोलि चाहिँ फेयरवेल हो भोलिको लागि चाहिँ ड्रेस के छ गाइस अब सुरु हो दिस इज फ्री मता ढले दिस इज पार्ट I swear to God guys in मेरो गाड अहिले तपाईँ गर्नुपर्छ गाइस अब हैन गाइजहरु हैन यहाँ त हामीले खाजा ओइ गाउँ केटा हो हामी त पछाडी यार छ्या सँगै बस्नु पाउँथ्यो यार कोही अगाडि पछाडी कोही छैन यार तिनीहरुसँग बस्नु चाहिँ हैन दुईटा साथीहरु चाहिँ अगाडि गइसक्यो जाडो हो यार मलाई त एक्लै अजनबीहरुको बीचमा हैन उता पनि म त वन्दनाले रोकाइदिन्छु भने अननोन प्लेयर छ उदाउने यताउनु अननोन छ मतलब कलेज के हो हैन गाइजले त यहाँ सियो हालेछ माओइ क्लिप इज्जतमा हात नहाल्न यस फाइनली गाइज अब चाहिँ ओए जाडो भयो यार कसम जाडो भयो गाइज अघि कलेजमा चाहिँ पानी खेलेको थियो हैन जाडो भयो त रातो रातो त म यतिकै रातो छु नि म कमान्डो जस्तो मेरो त यतिकै रातो डराको नि थाहा हुँदैन गाइज म आज कमान्डो हैन नेभी जस्तो देखाए हैन भने यस्तो माछे साइज हैन यस्तो ठुलो ओइ जाडो भयो यार ओइ म भिजेको टाइ यस्तो चिज छ नि सुरु भयो दिसक्यो के भन्नु के अब हैन टाउको त अलि अझै बाँकी छैन बाँकी छ माथि गएपछि हल्लाएपछि थाहा हुन्छ कि स्विच चाहिँ हल्लिन्छ कि हल्लिन्छ कि मलाई डर चाहिँ लागिरहेको है गाइस तर अब झुट नबोल्यौँ के भन्नु होइन यो यसको नि गाडबाट छैन यसको फेस हेर्नु भएन गाइस ओए म त मरे ओए माछा झन्डै आएको के हो माछाले म त गाह्रो भइरहेको मलाई होइन गाइस माको छ यस्तो डर नै अब के भन्नु कि बुझी एकचोटि माथि झर्छ मा मुटु माछाले भित्रैबाट हर्र निस्किन्छ के म मात्रै रहेछ कसम फट्टु भने त यार केटा हो कसम अब चाहिँ पानी परिसक्यो है हेर्नु मलाई अनुप यु क्यान डु इट भनेको छु होइन मा यो कलेज आएपछि होइन मैले यति एक्सपिरियन्स गरेर आउने होइन कसम भने केटीसँग बोल्न नि सिकेँ होइन पनि छैन आजसम्म केटीलाई क्लियर गर्छु है यो कोलम्बसमा बसेर डर लागिरहेको मर्छु जस्तो लागिरहेको होइन मर्ने बेला झुट किन बोल्नु कि होइन गाइजहरू अब के भन्नु अब काम छैन आयो गयो तर मा क्या फिल आइरहेको
कसम केही 2 शब्द भन्दै केही 2 शब्द त अब यस्तै हो जिन्दगी यस्तै रहेछ होइन ठुलोदेखि सानोसम्म देखियो अब जिन्दगीमा केटीहरू पनि त्यस्तै रहेछ मैले सानो उमेरमा धेरै कुरा थाहा भयो होइन अब खै म म्याचोर नभएको कि केटीहरू म्याचोर भएको अब के गर्नु होइन यस्तै अब केही छैन मैले यहाँबाट वन्दनाले देखिरहेको छु होइन ऊ मेरो अगाडि यसरी नाचिरहेको नि मलाई गाई सक्कै यार यो अब हामी गाई एक राउन्ड वन्दना यता यता मा वन्दनाको हालत खराब भएछ केही छैन म आइहाल्छु तिमीसँग मन परेको पुरा सुके पनि रसिलो कोलम्बसमा जति त 1% डर लागेन कि मलाई यसमा तर आफै फिल भयो कि कोलम्बसमा यस्तो हाका थियो नि त्यसले हामीले झार्छ यार हामीले धेरै हल्ला गरेको छ डिसेन्ट भएर बस हामीले झार्छ प्लिज नझारोस् हामीले गाई चाहिँ माथि भएको कति आनन्द हुन्थ्यो कि गाई छि यो माछाले यो चुड्डो आएर हो कि यो जात हुन्छ पनौती हुन्छ कि गङ्गा पनि यसले गर्दा मेरो जिन्दगी आएको गङ्गा पनि यसले एक राउन्ड हो चाहिँ हामी यही टपमा जिन्दगी गरेर अड्किनु पर्ने कि गाइज हामीले एकचोटि फेरि खेल्नु पर्ने क्या फेरि एकचोटि घुमाइदिन्छु झुकेर दया लागोस् कि हामी माथि त्यही त झुकेर हामीले अझै खेलाइदिनुहोस् न तर एकचोटि यो भ्लग भएर मैले मुखबाट के निकालेँ के मलाई नि आएन है गाइज ल है ह्यान्डसम देख्छ जियो आज काले भएर हाम्रो कपाल त मैले राम्रो काटेँ हो कि सरी यार हेर्नु कट होइन मा अब प्लिज हामीलाई नझारोस् प्लिज गाइज यार हामी चाहिँ झर्नु पऱ्यो ओए तर रमाइलो भयो होइन गाइज एकदम रमाइलो भयो कि होइन अब के भन्नु अनि त्यसपछि हामी चाहिँ होइन स्वर सुक्यो सब झरिसक्यो यार थाहै भएन गाइस सो मच छी के लाउ यहाँ छी गाइस यस्तो मजा आयो मा कसम डर भन्ने कुरा हुँदैन क्या जिन्दगीमा हो गुड चाहिँ डरै रात होला म कहाँ डर सुटो मुआ झरे कि छैन सुटो है मुआ झरे कि छैन है मुआ झरे हैन Muna, do you miss Omkar? होइन कस्तो थप्पी भाजी भनेको छपरी भन न छपरी बिचरा मुनालाई गाह्रो छ यहाँ बिचरा रिसाको छ सब अनुमरी यहाँ डर लाग्दैन त्यति लास्टमा मात्रै यहाँ लाग्दैन हौ आधै जीवन चाहते मेरो नि भयो मजा नि होइन आज त आज डर भएन कि तिमीहरू लास्टमा मजा आउँथ्यो त्यहाँ अगाडि मजा आउँथेन तिम्रो नाम बहिनी परिचय पाम हिमा जस्तै रहेछौ तिमी बिहानीको घाम कता हिँडेको बिजुली बालेर हट भएर ड्युटी भएर तिमी ड्युटी भएर हामी हेरेको हेरे
अब गाइज हामी घरतिर कति हामी के हो र यति देखाउँछ नि फ्लिप गरिहाल्छ नि अलि देखाउने होला नि हो यस्तो रेडी राख्छु कट गरिहाल्छु म अब चाहिँ घर जानु लागेको गाइज जरुर यहाँ हाम्रो पनि दिन होला यस्तो छ भने दिमाउनु पर्ने कि 3, 2, 1 को बन्द न अनुप कहाँ जाने त गाइज अब चाहिँ ऊ सिङ इज ब्लिङ भाँच्यो अनि यसले त्यही त भयो के तपाईँ नबोलिकन इनले आज मलाई यति हेपे हान्नी मलाई हुन्थ्यो नि टाढा गएछ है अब घर जानु गाइज अब काठमाडौँ फन पार्क लास्ट टाइम देखेको छ